भिक्षु पण्डले वास्तुले र लगायत अग्रज भिक्षुहरूलाई भनेर साथसाथै आयुष आउस भिक्षुहरू मैत्री कामना मङ्गल कामनाका साथसाथै अनेकका यहाँहरू साथै आजका प्रमुख अतिथि श्रीलङ्कन राजदूतज्यू र उपासक उपासिका र आनन्दपुरी विद्यापीठका गुरु र विद्यार्थीहरूका आज सधैँ अमृतानन्द मास्टर महानायक मास्टर भत्तेको 36औं पुण्य तिथि 36औं पुण्यतिथिमा हामी यहाँ भेला भइरहेका छौँ। अन्त पुगिसकेको हुनाले समय थोरै मात्रै मलाई दिन्छ र विशेष गरेर म चाहिँ दुईवटा कुरा मात्रै यहाँ स्मरण गर्न चाहन्छु। उहाँ जुन चाहिँ अघि प्रमुख वक्ताहरूले उहाँहरूले बोलिसक्नु भएको छ उहाँको हिस्ट्री राजनीतिक धार्मिक सांस्कृतिक रूपमा र त्यसकै अलावा उहाँ जुन चाहिँ श्रीलङ्काको वजिराबाद बिहारमा स्व अध्ययन गरेर पहले श्री वजिज्ञान महास्थलीहरूको छत्र छायामा बसेर उहाँले शिष्टमण्डल पनि ल्याएर नेपालमा जुन चाहिँ धर्मको जुन चाहिँ बुद्ध धर्मको उत्थान गर्नुभयो त्यसको लागि मैले भन्नुभन्दा पनि सधैँ धम्मालोक भन्थे यस आनन्दपुरी बिहारका संस्थापक उहाँले एउटा वचन भन्नुभएको छ अमृतानन्दले निभेको दियोलाई चाहिँ जलाउनु भयो भनेर चाहिँ उहाँले चाहिँ स्मरण गर्नुभएको चाहिँ मलाई याद छ। अर्को चाहिँ कुरा के छ त भन्दा चाहिँ उहाँले त आफूले चाहिँ अध्ययन गरेर आउनुभयो पालीमा पोस्ट भएर जुन चाहिँ त्रिविधको गुण जुन चाहिँ त्यसमा चाहिँ उहाँ चाहिँ लाग्नुहुन्थ्यो। हामीले बुद्धकालीन पुस्तकहरू हेऱ्यौँ भने त्यसमा पनि थाहा पाउँछौँ र आज विशेष गरेर आनन्दपुरी विद्यापीठ पनि यसमा चाहिँ सहभागी भएको हुनाले म दुईवटा कुरा चाहिँ के याद गर्न चाहन्छु त भन्दा चाहिँ आफूले अध्ययन गरेँ भनेर चाहिँ उहाँ चुप लाग्नु भयो। त्यसको लागि चाहिँ उहाँले चाहिँ के गर्नुभयो त भन्दा चाहिँ भिक्षुहरूलाई पनि अध्ययन गर्नुपर्छ भनेर चाहिँ उहाँले प्रेरणा दिनुभयो र विशेष गरेर वध भवनका थाइल्यान्डको जुन चाहिँ वध भवन बिहारका प्रमुख त्यो बेला चाहिँ सोमदेव हुनुहुन्थ्यो है के ज्ञान सङ्गोर भन्ने उहाँ चाहिँ सोमदेव ज्ञान सङ्गोर मास्टर भन्थे नेपाल आउनु भएको बेलामा चाहिँ उहाँले चाहिँ एउटा प्रार्थना गर्नुभएको थियो। के प्रार्थना त भन्दा चाहिँ नेपालमा भिक्षुहरू कम छ थोरै छ अघि कोण्डल भनेर त्यो भन्नु भइसक्यो र त्यसकारण चाहिँ तपाईँहरूको जुन चाहिँ थाई भिक्षुहरूलाई चाहिँ नेपाल आउन त्यसको लागि व्यवस्था गर्ने धर्मदूतको रूपमा र नेपालमा धर्म प्रचार गर्नु लगाउनुहोस् भनेर चाहिँ उहाँले चाहिँ अनुरोध गरेर चाहिँ सोमदेव भन्नेले के भन्नुभयो भन्दा चाहिँ अलिकति अप्ठ्यारो छ किन त भन्दा चाहिँ थाई खाना र नेपाली खानामा चाहिँ एउटा खानाको व्यवस्था मिल्दैन अर्को चाहिँ भाषाको व्यवस्था चाहिँ नमिल्ने त्यसकारण चाहिँ त्योभन्दा पनि सोमदेव भन्नेले चाहिँ सधैँ अमृतानन्दलाई एउटा प्रस्ताव राख्नुभयो ठिक छ तिमीले त्यस्तै इच्छा छ भने हाम्रो जुन चाहिँ भिक्षुहरूलाई यहाँ पठाउनु भन्दा पनि म चाहिँ वध भवन बिहार प्रमुखको नाताले तिम्रा नेपाली भिक्षुहरू जो इच्छुक हुनुहुन्छ उहाँहरूलाई
साथसाथै चाहिँ सक्दो चाहिँ छात्रवृत्तिहरू पनि दिने ती कुराहरू चाहिँ उहाँले चाहिँ व्यवस्था गरेर जानुभएको हुनाले केही शब्दहरू म चाहिँ यहाँ स्मरण गर्दै उहाँ गुरुवर भन्थे सधैँ हुनुहुन्थेको 36औं पुण्यतिथिमा पाल्नुहुने सधैँ भिक्षुगण अनगारिकाहरू साथसाथै उपासिकाहरू र आनन्दपुरी विद्यापीठका परिवारहरूलाई पनि र विशेष अतिथि भएर आउनुभएका प्रमुख अतिथिको रूपमा पाल्नुभएका श्रीलङ्कन उहाँहरू सबैलाई युद्धदेखि साधुवाद दिँदै अहिले परित्राण सुरक्षित गरेर त्यसको अलावा दुनियाँमा गरेर उहाँ भन्थेको सुगति गामी निर्वाण प्राप्त होस् भन्ने कामना साथै सबैले साधुवाद। नमो तस्से भगवतो अरहतो सम्मा सम्बुद्धस्से नमो तस्से भगवतो अरहतो सम्मा सम्बुद्धस्से नमो तस्से भगवतो अरहतो सम्मा सम्बुद्धस्से यं निमित्तं अवमङ्गलं च यो चामनाभो सपुनस्य सन्तु भावगौ दुःसुभिनां अकण्ठं बुद्धानुभावेन विनाशमेन्दु यं निमित्तं अवमङ्गलं च यो चामनाभो सपुनस्य सन्तु भावगौ दुःसुभिनां अकण्ठं धम्मानुभावेन विनाशमेन्दु यं निमित्तं अवमङ्गलं च यो चामनाभो सपुनस्य सन्तु भावगौ दुःसुभिनां अकण्ठं संगानुभावेन विनाशमेन्दु दुर्गापदाचनी दुर्गाभयपदाचनी भया शोकपदाचनी शोका मुसु संदेविमानिनो एतावता चम्मेहि सम्पदं पुण्यसम्पदं सब्बे देवानुमोदन्तु सब्ब सम्पत्ति सिद्धि दानं ददन्तु सद्धाय श्रीरं रक्षन्तु सर्वदा भावनामिरता हन्तु गच्छन्तु देवतागता सब्बे बुद्धा बलं बद्धा पच्चेकानं जयं बलं अरहन्तानं च देहेन रक्षं बन्धामि सर्वसु सब्बे देवो विवर्जन्तु सर्वो लोको विनाशतु माते भवद्वन्द्वरायो सुखीताविको भवत् भवन्तु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वबुद्धानुभावेन सदा शुद्धि भवन्तु ते भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वधर्मानुभावेन सदा शुद्धि भवन्तु ते भवतु सर्वमङ्गलं रक्षन्तु सर्वदेवता सर्वसङ्घानुभावेन सदा शुद्धि भवन्तु ते। साधु साधु इदं नो ज्ञातिनं होतु सुखितावन्तु ज्ञातयो इदं नो ज्ञातिनं होतु सुखितावन्तु ज्ञातयो इदं ज्ञातिनं होतु सुखितावन्तु ज्ञातयो एतावता च मे सम्भतं पुण्यसम्पदं सब्बे देवानुमोदन्तु सब्ब सम्पत्तिसिद्धिया एतावता च मे सम्भतं पुण्यसम्पदं सब्बे सत्ता अनुमोदन्तु सब्ब सम्पत्तिसिद्धिया एतावता च मे सम्भतं पुण्यसम्पदं सब्बे भूता अनुमोदन्तु सब्ब सम्पत्तिसिद्धि इदं मे पुण्यं आस्वादयामहं होतु इदं मे पुण्यं निब्बानस्य पच्चयो होतु इदं मे पुण्यं सब्बे सत्ता अनुमोदन्तु अभिवादन शिरस निचं वद्द पचायनो चत्तारो धम्मा वर्धन्ते आयुर्वन्नो सुखं बलम् आयुरारोग्य सम्पत्ति सद् सम्पत्तिमेव च अतो निब्बान सम्पत्ति इमिनाते समिज्ज
भनेको थियो क्या। अनि यो बनाउनलाई चाहिँ टपिक चाहिँ हाम्रो म्यामले चाहिँ पिसको भनेर दिनुभएको थियो होइन। त्यसैले जस्तै फरक फरक पिसलाई रिप्रेजेन्ट गरेको छ है। हाम्रो त्यो स्वयम्भू छ, यो कमलको फुल, अनि यो हाम्रो मेडिटेसन गरेर हाम्रो पिस भने चाहिँ एउटा मात्रै हुँदैन नि त होइन। आफूले जेमा पिस हुन्छ त्यो पिस त आफ्नो सबको फरक फरक हुन्छ। अनि त्यसैले चाहिँ आफ्नो मनमा आएको काल्पनिक हो, यो चाहिँ कसैले देखाएर बनाएको होइन। उहाँलाई चाहिँ प्र्याक्टिस गर्नको लागि चाहिँ टाइम दिएको थियो होइन। हामी प्र्याक्टिस गरेर भनेर अनि हरू बनाएको भए चाहिँ हजुर स्कुलको रिप्रेजेन्ट गरेर हामी उता चाहिँ हाम्रो स्कुलको लोगो पनि छ दुईवटा जति। यो चाहिँ एउटा प्रोजेक्ट जस्तै भयो हजुरहरूको चाहिँ हाम्रो एक्जिबिसनमा राख्ने भनेर गरेको थियो यो चाहिँ। अनि खासमा आर्टको चाहिँ हाम्रो यो इयर नै सुरु गरेको थियो कि आर्ट सिकाउने पनि, आर्ट क्लास भनेर नि यो इयरमै सुरु गरेको। अनि यो इयरमै हाम्रो भाइहरू हामीले नि बनाएको छ होइन। हजुर त्यो चाहिँ अहिले यस्तो राम्रो भएको छ। हाम्रो खासमा यो बुद्धलाई चाहिँ तपाईँले ब्लू देख्नु भइरहेछ नि होइन। हजुर हाम्रो टिबेटन अनुसार चाहिँ होइन बुद्धहरू धेरै फरक फरक हुन्छ कि, कलर अनुसार फरक फरक, ग्रिन बुद्ध नि हुन्छ, ब्लू बुद्ध नि हुन्छ। अनि ब्लू बुद्धले चाहिँ खासमा के जनाउँछ भन्दाखेरि चाहिँ उहाँ चाहिँ औषधिको भगवान् के, औषधिको भगवान् भनेर नै बुझिन्छ उहाँलाई चाहिँ। हाम्रो बुद्धिस्टमा चाहिँ हाम्रो बुद्धिस्ट पनि 4 थरीको हुन्छ बुद्धिस्टभित्र नि। थेरवाद भन्ने, महायाना, अनि के भन्ने हुन्छ यहाँहरू हाम्रो भन्देहरू चाहिँ थेरवाद होइन। अनि हामी जस्तो हाम्रो ड्रेस फरक छ नि त उहाँहरू हाम्रो, अनि हामी चाहिँ महायाना हो क्या। अनि हाम्रोमा चाहिँ यस्तो ब्लू बुद्ध छ भने चाहिँ उहाँ चाहिँ हाम्रो औषधिको भगवान् हो भनेर चिनिन्छ। तर बुद्ध चाहिँ बुद्ध नै हो फेरि, बुद्धको पनि धेरै प्रकारको हुन्छ नि त। अनि त्यस्तो हो। त्यो चाहिँ हाम्रै क्लासमेटको होइन, 8 क्लासको एकजना साथी, त्यो पनि मेरै जस्तै लामै हो। अनि उहाँले चाहिँ इमेजिन गरेर बनाउनु भएको यो चाहिँ पिसको टपिकमा। यसको बारे थोरै यो चाहिँ उहाँले चाहिँ कस्तो बनाउनु भएको रहेछ भने चाइनातिर यस्तै हुन्छ नि त्यो गुम्बाहरू हुन्छ नि घर यस्तो यस्तो भनेर होइन। जस्तै गुम्बाहरू पिस हुन्छ भनेर, अनि यस्तो हेर्दाखेरि नि एउटा पिस के उहाँले चाहिँ एकदम इमेजिन गर्नुभएको। यो इमेजिन गर्नलाई उहाँले आधी घन्टा 1 घन्टा जति लागेछ क्या। अनि जुन कि तपाईँले भित्र देख्नुभयो होला नि अघि त्यो अमृतानन्दको फोटो, उहाँले त्यो 24 घन्टा जति लागेको थियो त्यो बनाउन। उहाँले चाहिँ नर्मली चाहिँ होइन पेन्टिङ हाल्नुहुन्छ क्या, पेन्टिङमा एकदम राम्रो छ उहाँले। अनि उहाँले कलरिङमा चाहिँ फर्स्ट टाइम गर्नुभयो क्या, फर्स्ट टाइम पनि त्यसले एकदमै राम्रो गर्नुभयो उहाँले। एकदमै राम्रो छ। भगवान् बुद्ध हो। अनि भगवान् बुद्ध त पिस र के अरे लाइट अफ एसिया होइन, उहाँ त पिसकै भनेर चिनिन्छ नि त भगवान् बुद्ध हो। अनि त्यस्तै भगवान् बुद्धहरू छ। अनि यो पनि यो जोगी स्वयम्भू देख्नु भएको छ नि, यो स्वयम्भू पनि अघिकै त्यो हामीले त्यो साथीले बनाउनु भएको हो क्या। उहाँको चाहिँ आर्टमा चाहिँ एकदम राम्रो छ। हामी चाहिँ पहिला बुद्ध पढ्ने ठाउँदेखि नै हामी एकदम त्यो हो। लोटस पनि पिस नै। यो चाहिँ त्यो अर्थ छ, अर्थमा चाहिँ। अनि त्यसपछि यो डोफ छ नि त, यो चराले चाहिँ त्यही त नि त्यो के अरे पिसको रिप्रेजेन्ट जनाउँछ नि त यो चरा डोफ। अनि त्यसमा एउटा त्यो के अरे टुप एउटा त्यो जस्तो भएको यसले चाहिँ पिसकै चिनिन्छ नि त। अनि त्यसलाई रिप्रेजेन्ट गरेर बनाएको यो चाहिँ मैले बनाएको थियो। तर यसको मुनि चाहिँ अर्कै प्लानिङ थियो, तर हल्का टाइम पनि नभएको हातहरू भएको कारणले चाहिँ मैले चाहिँ कमलको फुल बनाएको थिएँ। त्यो चाहिँ एकदमै राम्रो छ। अनि यो चाहिँ हाम्रो गौतम बुद्ध भइहाल्यो होइन। गौतम बुद्ध त रुखकै मुनि गर्नुहुन्छ। अनि लोटसलाई नै एकदम पिस जनाउँछ नि त, यो एकदम शान्ति भनेर जनाउँछ होइन। अनि हाम्रो यो चाहिँ सानो भाइले बनाउनु भएको हो, एकदमै राम्रो छ। उहाँले नै आफ्नो बेस्ट गर्नुभएको, अन द स्पोट सोचेर बनाउनु भएको उहाँले। अनि यस्तै छ सबै। मेन टपिक चाहिँ पिसको है, पिस छ। अनि यो चाहिँ मेन लोगो चाहिँ हाम्रो पिस हो नि त, पिसको जनाएको छ। अनि यो चाहिँ हाम्रो स्कुलको त्यो नै होइन लोगो, हाम्रो स्कुलको लोगो यो चाहिँ। यो बनाउनलाई चाहिँ होइन कति दिन चाहिँ तपाईँहरूले लिनुभयो? यस्तो खासमा दिनको टाइम चाहिँ दिनुभएको थिएन। खासमा चाहिँ हाम्रो यो गर्नको लागि चाहिँ एउटा टाइम चाहिँ दिनुभएको थियो। तपाईँहरू प्र्याक्टिस चाहिँ गर भन्नुभएको थियो क्या। अनि त्यसपछि प्र्याक्टिस गऱ्यो होइन। हाम्रो छुट्टीमा थियो, छुट्टीमा चाहिँ प्र्याक्टिस गर्नु तपाईँहरू भन्नुभएको थियो हाम्रो टिचरले। अनि ट्याक्कै छुट्टी सक्ने दिनमै ट्याक्कै मन्डेको स्कुल हुँदाखेरि मन्डे नै हाम्रो यो चाहिँ त्यो भएको के अरे सबले अगाडि बोलाएर नै जस्ट अगाडि नै राखेर तपाईँहरू अन्त टपिक एक्जिबिसनको लागि राख्ने भनेर नै गरेको थियो। हस् धन्यवाद सर।